बाटोमै बसेर खाइयो के र काठमाडौँको यो थियो हाम्रो थर्ड डेमा भने हामी दक्षिणकाली दर्शन साली नदी दर्शन गरेका थियौँ। धेरै कुराहरू क्याप्चर गरेको थिएँ मैले भिडियोमा, तर के भएर डिलिट भयो थाहा छैन साथीहरू। अनि चाहिँ जम्मा 8 सेकेन्डको भिडियो भएछ, त्यसलाई पनि मैले फाल्न माया लाग्यो। अनि मैले यो भिडियो चाहिँ 4th डेमा लएर जोड्दै। 4th डेमा भने हाम्रो चन्द्रगिरी दर्शन गर्ने टार्गेट थियो, तर पानी परेको कारणले गर्दा चाहिँ चन्द्रगिरी क्यान्सल भयो। अनि त्यही भएर हामी घरतिर लागिसकेपछि यो बाटोमा हामीले केरा खायौँ। केरा खाएर फेरि हामी अगाडितिर बढ्यौँ। अनि हामी नारायणघाट पुग्यौँ। नारायणघाट बजारमा फेरि हामी खाजा खानलाई तन्दुरी रोटी खाने सल्लाह भयो। अनि हामीले तन्दुरी रोटी र मिक्स भेज खायौँ। फेरि नानीहरूले अर्डर गर्नुभयो पिज्जा उहाँहरूको इच्छा अनुसार पिज्जा पनि मगाइदिनु पर्यो। अनि पिज्जा फेरि सबैजनाले पिज्जा पनि खायौँ। फेरि हामी पिज्जा खाइसकेपछि अगाडितिर बढ्यौँ। अनि राति भए पनि जुस त छुटाउनु हुँदैन भनेर रातिको 8 बजीतिर हामी घर पुग्दा फेरि अनि हामीले जुस खायौँ अनि घरतिर लाग्यौँ। आजको लागि यति। थ्याङ्क्स फर वाचिङ, बाई बाई।